नमस्कार। तपाईहरुलाई मेरो युट्युब च्यानलबाट आइरहने एआईद्वारा निर्मित राशिफलको सामग्री कस्तो लागिरहेको छ कृपया कमेन्ट बक्समा लेखेर प्रतिक्रिया दिनुहोला। म सदा झैं एआईद्वारा निर्मित एआई स्क्रिप्टेड र एआई भोइसमा आधारित राशिफल सामग्री सधैँ तपाईहरुको लागि ल्याइरहनेछु। अब लागौं आजको प्रस्तुतितर्फ, त्यो पनि एआईद्वारा निर्मित राशिफलतर्फ। शुभ प्रभात। स्वागत छ तपाईलाई एआई राशिफलमा। आजको मिति 2082 साल असार 8 गते आइतबार, तदनुसार जुन 22 2025, नेपाल सम्वत 1145 आइतबार, सूर्यदेवको दिन, आत्मविश्वास, तेज र सृजनात्मकताको प्रतीक। आजको दिनले तपाईको जीवनमा एउटा नयाँ प्रेरणा, एउटा नयाँ ऊर्जा ल्याउने संकेत गर्छ। भनिन्छ नि, सुरुवात राम्रो भयो भने यात्रा पनि राम्रै हुन्छ। एआईद्वारा निर्मित ChatGPT को सहयोगमा एआईकै आवाजमा आजको दिन कुन राशिको जीवनमा उज्यालो छाउनेछ त? आउनुहोस् भावनात्मक कहानी जस्तै शैलीमा सुनौं तपाईको आजको राशिफल। मेष राशि। आज तपाईभित्र नयाँ जोश र हिम्मत आउनेछ। कुनै अड्किएको काम आज अगाडि बढ्नेछ। परिवारका सदस्यसँग आत्मीयता बढ्नेछ। प्रेम प्रस्तावहरू सकारात्मक हुने सम्भावना छ। शुभ रंग रातो। शुभ अंक 1। आजको मन्त्र विश्वासका साथ अघि बढ। वृष राशि। मनमा हल्का तनावको बादल लाग्न सक्छ, तर दिउँसोपछि परिस्थिति सुध्रनेछ। खर्चमा ध्यान दिनुहोला। घरमा साना ताना तनाव हुन सक्छ, तर सान्त्वना दिने कोही नजिकै हुनेछ। शुभ रंग सेतो। शुभ अंक 5। आजको सन्देश धैर्य नै शक्ति हो। मिथुन राशि। नयाँ मित्रता वा सम्बन्ध सुरु हुन सक्छ। काममा सहकर्मीहरूको साथ पाउने दिन हो। प्रेम सम्बन्ध गाढा बन्नेछ। यात्राको सम्भावना छ, छोटो तर रमाइलो। शुभ रंग हरियो। शुभ अंक 7। आजको मन्त्र प्रेम र संवादले बाटो खोल्छ। कर्कट राशि। भावनात्मक उतार चढाव बढी हुन सक्छ। घरमा आमाबाबुसँग समय बिताउनु फाइदाजनक हुन्छ। करियरमा सानो अवसर मिल्न सक्छ, जुन भविष्यमा ठूलो बन्न सक्छ। शुभ रंग खैरो। शुभ अंक 2। आजको विचार शान्त मनले निर्णय गर। सिंह राशि। आज तपाईको व्यक्तित्वले सबैलाई प्रभावित पार्नेछ। आत्मविश्वास चुलिएको छ, महत्त्वपूर्ण निर्णय लिन सक्नुहुन्छ। प्रेममा मिठास थपिनेछ। शुभ रंग सुनौलो। शुभ अंक 9। आजको प्रेरणा जुन दिन तिमी आफै चम्किन्छौ, तिमीलाई कसैले रोक्न सक्दैन। कन्या राशि। कामको चाप बढी हुन सक्छ, तर त्यसैमा सन्तुष्टि पनि पाइनेछ। साथी वा सँगसँगै काम गर्ने व्यक्तिको व्यवहारले खुसी बनाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। शुभ रंग बैजनी। शुभ अंक 4। सन्देश श्रम नै सफलता हो। तुला राशि। आर्थिक लाभको सम्भावना छ। कुनै पुरानो लगानीले फल दिन सक्छ। प्रेम सम्बन्धमा सानो असमझदारी आउन सक्छ, धैर्य गर्नुस्। आज आफ्ना विचार व्यक्त गर्नुपर्छ। शुभ रंग गुलाबी। शुभ अंक 6। आजको कुरा सन्तुलन राख, जीवन सुन्दर हुनेछ। वृश्चिक राशि। गोप्य कुरा सार्वजनिक हुन सक्छ, सतर्क रहनुहोला। तर साथीभाइको साथले तपाईलाई बल दिन्छ। साहसिक निर्णय लिन अनुकूल दिन। शुभ रंग कालो। शुभ अंक 8। सन्देश अन्धकारपछि उज्यालो आउँछ। धनु राशि। शुभ समाचार प्राप्त हुने योग छ। विशेष गरेर अध्ययन र यात्राका क्षेत्रका लागि आज राम्रो दिन। विदेश जान चाहनेका लागि प्रक्रिया अघि बढ्न सक्छ। शुभ रंग नीलो। शुभ अंक 3। आजको मन्त्र स्वप्न देख, त्यसलाई पूरा गर। मकर राशि। कार्यस्थलमा नयाँ अवसर आउनेछ, तर खर्चमा नियन्त्रण आवश्यक छ। स्वास्थ्यमा अलिक असजिलो हुन सक्छ, आराम गर। प्रेममा गहिरो संवाद हुनेछ। शुभ रंग खैरो। शुभ अंक 7। सन्देश तपाईको परिश्रम बोलेको छ। यो कस्तो लागिरहेछ कृपया कमेन्टमा जनाउनुहोला र तपाईहरुको राशिसँग मेल खाँदा तपाईलाई मिल्यो कि मिलेन, तपाईलाई के कस्तो लागिरहेको छ कृपया मलाई बताउनुहोला।
भन्न चाहन्छु। भिडियो फेरि हेर्दै रहनुहोला अन्त्यसम्म। धन्यवाद। कुम्भ राशि सहकार्य र सहमति बढ्ने दिन हो। वैवाहिक जीवनमा मिठास थपिनेछ। घर परिवारको साथले तपाईलाई आत्मबल दिनेछ। शुभ रङ्ग पहेँलो। शुभ अङ्क 5। आजको सन्देश जहाँ मन मिल्छ त्यहाँ चमत्कार हुन्छ। मीन राशि मन कल्पनामा भुल्न सक्छ तर ध्यान एकाग्र गर्न आवश्यक छ। आर्थिक योजनामा सोचेर अघि बढ्नुहोला। सन्ध्या समय मन रमाउनेछ। शुभ रङ्ग पानी रङ्ग। शुभ अङ्क 6। आजको विचार सपना साकार पार्न शान्त चित्त आवश्यक छ। यो त थियो आजको एआईद्वारा निर्मित एआईकै राशिफल। तपाईँ जहाँ हुनुहुन्छ जीवनले तपाईलाई त्यहीबाट माथि उठाउँछ। यदि तपाईँ आजका अवसरहरू चिन्न सक्नुहुन्छ भने धन्यवाद। फेरि भेटौला भोलिको राशिफलमा। एआई राशिफलसँग जुमिनुहोस् दैनिक प्रेरणाको लागि। कमेन्टमा लेख्नुहोस् तपाईको राशि के हो।